एमालेको एउटा समूह एबिसिडी खोइ के बादल कि के आकाश भन्ने छ अरे होइन, प्रत्यक्षमा जित्ने हैसियत नभएर चाहिँ मैले समानुपातिकमा आएर अनि त्यो बिचरा के भन्छ प्रत्यक्षमा जितेर युवा नेता त्यसलाई तनाव दिइरहेछ। अब भनेपछि एमाले भनेको अब एउटै विकल्प अनि एउटै बाटो छ, जङ्गल जाऊ भाइ, जङ्गल जाऊ अनि 2-4 वर्ष त्यहाँ गएर ध्यान स्यान गर होइन। अनि फेरि युद्ध गर्ने होइन, फेरि जङ्गल जाऊ भने मतलब फेरि त्यो मतलब झगडा गर्ने त्यो गर्ने गर होइन, जङ्गल जाऊ ध्यान गर शान्त मन बनाऊ होइन। अनि त्यसपछि आफूलाई सुधार अनि प्लिज कम ब्याक है। फेरि मैले जङ्गल जाऊ भन्ने बित्तिकै फेरि त्यहाँ मान्छेहरूले फेरि के सोच्छ, त्यो माओवादी जस्तो जङ्गल जाऊ भने, माओवादी जस्तो जङ्गल जाऊ भने मैले भनेको जङ्गल जाऊ चाहिँ बुद्ध जस्तो जङ्गल जाऊ, अलिकति बुद्धि फिराऊ अनि आऊ ल राजनीतिमा है प्लिज। अहिले बिचरा त्यो 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 नेवाङ केटोलाई तिमीहरूले एमालेमा ल्याएको भए के बिग्रिन्थ्यो तिमीहरूको? एमाले मान्छे बन्न सक्दैन, मान्छे एमाले बन्छ भन्थ्यो मान्छेहरूले। यो साँच्ची के हो कि क्या हो? म शङ्का लागिरहेको छ यार। पहिला त म होइन होला यार, म पनि कुनै टाइममा चाहिँ मतलब कम्युनिजममा विश्वास गर्ने मान्छे हो, किताबहरू पढ्थेँ होइन, वा कम्युनिजम गुड भन्थेँ। तर साँच्ची कि मान्छे कम्युनिस्ट भइसकेपछि, कम्युनिस्ट त होइन यार, एमालेलाई कम्युनिस्ट भन्न पनि गाह्रो छ फेरि, सरी ल सरी, यो कम्युनिजमकै बेइज्जत हुन्छ। मैले कम्युनिजमलाई फेरि एमालेसँग जोडिनँ मैले होइन। खालि यति हुन्छ नेपालको एमाले भन्दा पनि अझ त्यो ओली पथलाई छोड र कहाँ हो सही पथमा हो है ल मेरो भाइहरू है प्लिज। भाइ दाइ बुवा साथी को हुनुहुन्छ प्लिज है, चेलीबेटी पनि सँगै अझ झन्, स्पेसली त मेरो चेलीबेटीहरूलाई है ल, त जस्ट चेन्ज योर माइन्ड प्लिज।